यो हो हाम्रो देश नेपाल। संसारको 10 उच्च हिमालहरूमध्ये 8वटा नेपालमा अवस्थित छन्, जसकारण नेपाललाई हिमालयको देश भनेर भनिन्छ। नेपालको राजधानी काठमाडौँ र काठमाडौँलाई संसारको सङ्ग्रहालय पनि भनिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत धेरै स्थल, दरबार स्क्वायर, मठ मन्दिर, नेपालमा संसारको 8.9% चरा प्रजाति, 4.2% पुतली प्रजाति र 3.96% स्तनधारी प्रजाति पाइन्छ, जसकारण नेपाललाई एसियाको अमेजन पनि भनिन्छ। त्यसैगरी तपाईलाई थाहा नहुन सक्छ कि नेपाल संसारको अन्तिम हिन्दू राष्ट्र पनि थियो, जसलाई 2006 मा धर्मनिरपेक्ष राष्ट्रको रूपमा घोषणा गरियो। नेपाल भ्रमण गर्दा तपाईलाई नेपालीहरूले नमस्ते भनेर स्वागत गर्छ, जसको अर्थ हो तपाईभित्रको ईश्वरलाई म सम्मान गर्दैछु भनेर देखाइएको हो। आउनुस्, म तपाईहरूलाई यही सम्मान गर्दै लैजाँदैछु समुद्र सतहबाट 4200 मिटरमा रहेको खोटाङ, भोजपुर, सोलु, सङ्खुवासभा जिल्ला अन्तर्गत पर्ने मुन्दुम पदमार्गसम्म। यहाँ हाम्रो मुन्दुम ट्रेलको लागि सबै सामान प्याक भइसक्यो। यो हो मेरो ब्याग, यो हाम्रो दिपेन्द्र भाइ, अनि टोटल हामी यो रुममा चाहिँ 4 जना छौँ भने जस हामी जाने भनेको दिपेन्द्र भाइ र म मात्र हो। सामान सबै प्याक भइसक्यो र यो मुन्दुम ट्रेलको स्पेसल्ली सबैभन्दा धेरै हेल्प गर्ने चाहिँ मेरो आफ्नो दोस्त हुनुहुन्छ सरोज भण्डारी, जो चाहिँ कमेडियन पनि हुनुहुन्छ, हाम्रो जापाली ब्रो। उहाँले चाहिँ दोस्त चाहिँ एकदम जिग्री भएकोले उहाँले चाहिँ एकदमै धेरै मलाई हेल्प गर्नुभएको छ। दोस्त केही भन्न चाहनुहुन्छ तपाईँले? म नगइकन नि मुन्दुम ट्रेलको बारेमा थाहा पाएँ। ओके, मैले तपाईँले दिएको डिटेलको आधारमा चाहिँ मैले मुन्दुम ट्रेलमा चाहिँ अझ मैले एक्सप्लोर गर्नु पाएँ नि त। म कुनै दिन गएँ भने ओहो यो सबै चिज त मलाई देखेँ जस्तो लाग्छ। 12वटा टाइपको लाली गुराँस, गोली लागेको ढुङ्गाहरू देख्दाखेरि थियो ओहो यो त मलाई सुभाषले भनिसकेको थियो वाला हुन्छ। हेलो एभ्रिवान, इट्स मी सुभाष राई र तपाईँहरू सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद, जो कि यति छोटो समयमा यति धेरै सपोर्ट गर्नुभएको छ। र आजको डेबाट चाहिँ हाम्रो मुन्दुम ट्राभल चाहिँ यहाँबाट सुरु भएको छ। टोटल समुद्र सतहबाट अराउन्ड 4300 समथिङ मिटरको हाइटमा अब हामी यहाँबाट हाम्रो ट्राभल सुरु गर्दैछौँ। मेन चाहिँ मुन्दुम ट्राभलमा चाहिँ खुट्टा एक्सिडेन्टको कारणले, खुट्टा अलिकति नभएको कारणले अब चाहिँ मैले मुन्दुम ट्राभलको लागि चाहिँ मेरो आफ्नै सानीलाई लिएर जानु आँटेको छु। हेरौँ अब सानीले मुन्दुम ट्राभलसम्म पुर्याउँछ पुर्याउँदैन। टोटल हाम्रो भारी सबै सामान प्याक भइसक्यो। ओके, लेट्स हिट द रोड। फाइनली अहिले हामी चाहिँ धुलीखेल आइपुगेको छौँ। धुलीखेल आइपुगेपछि मेरो सानेले चाहिँ हल्का प्रब्लम दियो। सानेको अगाडिको टायरको चाहिँ बुस्ट गएछ, सो एकदमै हल्लिरहेको छ। हामीले भारीहरू चाहिँ यहाँबाट गाडीमा लोड गरेर पठायो। अब हाम्रो यहाँ भाइले हाम्रो सानेलाई मर्मत गर्छ अनि फेरि हामी कन्टिन्यू हाम्रो यात्रा। होइन भाइ, अगाडिको गएछ है? यस्तो धोका दिएको सानेले यार, फर्स्ट टाइम सानेलाई लिएर हिँडेको। डाक्टर साहब मर्मत गरिदिनु भएको भए धेरै धेरै धन्यवाद है त। ठिक छ नि, पुगिन्छ नि हामी मुन्दुम। अब हामीले यहाँ स्कुटर बनाइसक्यो। अब चाहिँ हामी कन्टिन्यू, हाम्रो डेस्टिनेसन चाहिँ एकदम टाढा छ। अब हामी जान्छौँ हाम्रो डेस्टिनेसनमा। हाम्रो यात्रा जति नै कठिन थियो, कहिले नपुगेको कहिले नदेखेको ठाउँ मुन्दुम हेर्नको लागि हाम्रो मन निकै आतुर भइरहेको थियो। हाम्रो आत्मविश्वास मर्न दिएको थिएन, हाम्रो हौसला, हाम्रो जोस एक रत्ती पनि डगमगिन दिएको थिएन। अघिल्लो वर्ष वर्षातको कारणले धेरै क्षतिग्रस्त भएको ठाउँ अवलोकन गर्दै हाम्रो निरन्तर यात्रा अगाडि बढाइरहेको थियौँ। फाइनली अहिले चाहिँ हामी काठमाडौँदेखिको लगभग 3.5 घन्टाको राइड पछि चाहिँ खुर्कोट आइपुगेको छौँ।
यहाँ फुलकोटबाट चाहिँ ठ्याक्क दुईवटा बाटो छोटिन्छ। तपाईँहरू यो यहाँबाट राइट लिनुभयो भने चाहिँ सिधै तपाईँ गाईघाट धरान जानुहुन्छ भने हामी चाहिँ यहाँबाट लेफ्ट लिनुपर्ने छ। हामी चाहिँ सिधै जाने भनेको खोटाङ हो। सो हामी यहाँबाट कन्टिन्यू हाम्रो यात्रा अझै लामो छ। अब हामी कन्टिन्यू हाम्रो जोर्नी अगाडि बढाउँदैछौँ। लेट्स मुभ। My friend, you got a life ahead of you, and times get better too. You need a better view. Can you trust that you were made to fly from the dust that came from starry nights? यहाँबाट चाहिँ हामी दुईवटा बाटो आउनेछ। यो चाहिँ सिधै ओखलढुङ्गा जान्छ भने हामी चाहिँ खोटाङको जाने बाटो चाहिँ यो हो। तर यो पनि ओखलढुङ्गै हो, तर दुधकोशी मात्र पुगेपछि मात्र छुटिन्छ। हामी चाहिँ अब कन्टिन्यू यो बाटो जाँदैछौँ। अहिले चाहिँ लगभग हामी यो डे 1मा चाहिँ काठमाडौँको ट्राभलदेखिको चाहिँ अराउन्ड हामी 6 या 6.5 घन्टामा चाहिँ हामी चाहिँ यहाँ अहिले दुधकोशी आइपुगेको छौँ। यो चाहिँ तपाईँको ठ्याक्क देख्न सक्नुहुन्छ। पारी चाहिँ ओखलढुङ्गा भयो भने यो चाहिँ खोटाङ हो। यो चाहिँ ठ्याक्क बिचको बोर्डरमा हो। यहाँबाट चाहिँ कन्टिन्यू उकालो गएर आज चाहिँ हलेसीमा भिडियो बनाएर त्यहाँबाट फेरि हाम्रो ट्राभल चाहिँ कन्टिन्यू गर्नेछौँ। लेट्स गो। Step back from the ledge, my friend. You got a life ahead of you, and times get better too. You need a better view. Can you trust that you were made to fly from the dust that came from starry nights? Can you love that you were made just right? अहिले टाइम चाहिँ लगभग 4 बजेको छ। यो चाहिँ हाम्रो डे 1 हो। हामी काठमाडौँबाट चाहिँ हलेसी चाहिँ लगभग कति 7-8 घन्टाको राइडपछि यहाँ आइपुग्यो। अब यहाँ हामी चाहिँ हलेसी घुमेर अनि फेरि हाम्रो ट्राभल चाहिँ कन्टिन्यू गर्नेछौँ। फाइनली वी आर हलेसी। हलेसी मन्दिर धर्मावलम्बीहरूको लागि एकदमै ठुलो प्रसिद्ध धार्मिक स्थल। भगवान शिवजीले विश्राम लिनुभएको ठाउँ। यहाँ आउने जो कोहीको मन मनस्पतलमा लामो समयसम्म बास गरेको यथार्थ नै छ। यस पवित्र स्थलमा जो कोही पहिलोचोटि आफ्नो पाइला राख्दा अतुलनीय शान्ति प्राप्त गरेर निशब्द हुने गर्दछ। धेरै कहानी र धेरै किंवदन्ती बोकेको यो हलेसी महादेवको कहानी म मेरो अर्को भिडियोमा लिएर आउनेछु। आउनुहोस् हामी मुन्दुमको हाम्रो यात्रा निरन्तर अगाडि बढाऊँ। जसरी एउटा सन्तानको लागि आफ्नो आमा बुवा प्यारो हुन्छ, त्यस्तै गरी प्यारो हुने रहेछ आफू जन्मेको धरती, आफू जन्मेको देश र आफू जन्मेको गाउँ। म केही समय अगाडि दुर्घटनामा परि अस्पतालको सोनीमा 3 महिना रहँदा आमा बुवापछि सबैभन्दा धेरै कुनै कुराको याद आयो भने त्यो हो मेरो गाउँ, जहाँ मेरो पुरै बाल्यकालका स्वर्णिम यादहरू बसेको छ, जहाँको उकालो ओह्रालो गर्दै मैले मेरो जिन्दगीको उकालो ओह्रालोलाई सजिलै लिन सिकेँ। मेरो जन्मस्थल खोटाङ। खोटाङ जिल्लाकै विशेषताको कुरा गर्ने हो भने एउटा विशेषता हो मुन्दुम पदमार्ग। मुन्दुम पदमार्ग एउटा ट्रेकिङ ट्रेल मात्र नभई पूर्वाञ्चलकै एक अविस्मरणीय ठाउँ हो। संसारको सबैभन्दा सुन्दर ठाउँ पनि यसको सुन्दरता देखेर लोभिन्छ। यहाँको खर्कमा चरिरहेको चौरी गाई र तिनको घाँटीमा झुन्डिएर बजिरहेको टिङ टिङ घन्टीको आवाज, वनमा गुन्जिरहेको चराचुरुङ्गीको चिरबिर, शान्त बनेर बसिरहेको त्यो विशाल तालहरू र आफ्नो गन्तव्य खोजेर कलकल बगिरहेको खोला अनि त्यो खोलाको कलकल आवाजले कानलाई आनन्दित पार्ने मिठो सङ्गीत बनाइरहेका हुन्छन्। रङ्गीचङ्गी फुल र तिनको सुवासले मानिसको जिन्दगीमा अझै धेरै रङ भरिदिन्छ। यही सबै मिश्रणले नै मानिसलाई जीवित रहँदै स्वर्गको अनुभूति दिने गर्दछ। कति छ
ओके फाइनली हामी चाहिँ अब दिक्तेल आइपुगेको छौँ हाम्रो बाइक र स्कुटरमा चाहिँ पेट्रोल सकिएको भएर हामी यहाँ पेट्रोल हालेर चाहिँ कन्टिन्यू दिक्तेल एकचोटि घुमेर अनि फेरि हाम्रो डेस्टिनेसन कन्टिन्यू जानेछौँ यो चाहिँ हो दिक्तेलको नयाँ पेट्रोल पम्प हल्लेको हाम्रो खोटाङको सदरमुकाम हो अब योभन्दा उता चाहिँ हामीले एटिएम पनि पाइँदैन सो अब ट्राभलमा जाँदाखेरि चाहिँ फर्स्टमा चाहिँ क्यास निकाल्नु पर्ने भएकोले अब दिपेन्द्र भाइले चाहिँ 5000 क्यास निकाल्छ म 5000 निकाल्छु अनि टोटल 10000ले चाहिँ हामी फेरि मुन्दुम ट्राभल कन्टिन्यू गर्नेछौँ ओके यहाँ चाहिँ पैसा ननिस्केको अवस्था छ पनि निकाल्यो अब पेट्रोल पनि हाल्यो अब कन्टिन्यू हाम्रो डेस्टिनेसन भयो पैसा निस्केन होइन निस्किसक्यो त ल निस्क्यो ल ठिक छ ए पैसा निस्केन भने चाहिँ सुनेको थियो र ल पैसा पनि निस्किसक्यो अरे ओके अब हामी फेरि हाम्रो डेस्टिनेसन कन्टिन्यू गर्नेछौँ भिडियो एकदमै लामो भयो हामीले लामो बनायो मन पऱ्यो ओके फाइनली हामी चाहिँ अराउन्ड काठमाडौँदेखि आई थिङ्क कति 9 घन्टाको राइड पछि चाहिँ हामी भुलभुली आइपुगेको छौँ अब यो चाहिँ तपाईँको खोटाङको एकदमै प्रसिद्ध यहाँ तपाईँको मन्दिर हेर्नु सक्नुहुनेछ माथि तपाईँको झरना पनि छ यो पनि एकदम खोटाङको एकदमै प्रसिद्ध पर्यटक स्थल हो अब हाम्रो डेस्टिनेसन चाहिँ अझ योभन्दा पनि धेरै टाढा छ हाम्रो भाइ चाहिँ धेरै भोकाएको भएर हामी चाहिँ यहाँ खाजा खाने होइन भविन खानु पर्यो नि दाइ यो पनि घुम्नुको लागि खोटाङको चाहिँ एकदमै राम्रो डेस्टिनेसन चाहिँ यो पनि हो किनकि म चाहिँ यहाँ माथि टपसम्म गइसकेँ यहाँ चाहिँ तपाईँको नेचुरल पानीमा चाहिँ एकदमै धेरै असला माछाहरू एकदम धेरै पाइन्छ भने त्यहाँबाट थोरै ट्रेक गऱ्यो भने चाहिँ माथि एउटा स्मार्ट झरना पनि छ अनि त्यहाँ चाहिँ हाम्रो राई कल्चरको अनि जस मन्दिरहरू पनि छ जस यो पनि यदि तपाईँहरू खोटाङ आउनु भएको छ भने खोटाङबाट तपाईँको दिक्तेलबाट नजिकै घुम्नुको लागि चाहिँ पर्फेक्ट प्लेस चाहिँ यो पनि हुनेछ अझै हाम्रो डेस्टिनेसन चाहिँ टाढा छ अब हामी कन्टिन्यू खाजा खान जान्छौँ अब देवेन्द्र कस्तो फिल भइरहेछ कस्तो फिल भइरहेछ हो यही हो भुल्के यो हो र हामी खाजा खाने हो अनि खाजा खाएर अब यहाँबाट अराउन्ड 1 घन्टा जति लाग्छ होला फेरि राइट बेलुका पनि भइसक्यो यहाँ खाजा खाने दिदी खाजा छ चिन्नुभयो मलाई तपाईँकोमा यहाँ एकचोटि हामी 4 जना मोटो एकजना भाइ पनि थियो कति 3 वर्ष कि 2 वर्ष अगाडि यहाँ आएर सुकुटी खाने अनि एउटा यस्तो 1.5 लाखवाला केटा थियो नि हाम्रो दिदी कति वर्षपछि भेट्यो दिदी हामी त्यस्तै 3 वर्ष जति भयो होला है दिदीकोमा आएर यस्तो मिठो सुकुटी खान दिने भएको खासमा कुखुरा खाने भनेको ओके अब फेरि हामी यहाँ खाजा खाएर अब हाम्रो डेस्टिनेसन चाहिँ अब यहाँबाट चौकिया कति लाग्छ दिदी ए 1 घन्टामा पुगिन्छ अनि त्यहाँ सुतेर भोलिबाट हाम्रो ट्रेकिङ चाहिँ सुरु हुन्छ मुनि त जाडो हुन्छ होला छैन त ठिकै छ अगायो नि तिमी भमिन ओके दिपेन्द्र अगायो अब हामी कन्टिन्यू जान्छौँ है दिदी फर्किँदाखेरि बस्छौँ धेरै धेरै धन्यवाद सुकुटीको लागि नम्बर दिदीको नम्बर देऊ त दिपेन्द्र अर्को फोन देऊ त भयो ए दिदीको त स्पेसल हो कन्टिन्यू अब यहाँबाट चाहिँ 1 घन्टा तिमी ड्राइभ गर्ने हो भविन हस् दिदी फेरि पनि धेरै धेरै धन्यवाद हजुरलाई 3 वर्षपछिको हाम्रो भेटघाट फेरि नेक्स्ट टाइम आएर यही खाने हो है दि यसो अब हामी कन्टिन्यू 1 घन्टाको राइडमा चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्नेछौँ भविन रेडी होइन ओके लेट्स गो
चौकीमा चाहिँ आइपुगेको छौँ। हामी काठमाडौँबाट आएको चाहिँ दिपेन्द्र भाइ र म आज बिच बाटोबाट चाहिँ भगेन भाइले एकदमै धेरै सपोर्ट गर्नुभएको छ। जस्तै यो चौकीमा आइपुग्दाखेरि चाहिँ एउटा के चाहिँ प्रब्लम हुने रहेछ भने आज यो अकेजनको बेलामा अनि लाइक फ्राइडे स्याटरडे आयो भने चाहिँ होटलको चाहिँ एकदमै अभाव हुने रहेछ। सो तपाईँहरू अगाडि नै ट्राभल गर्न आउँदै हुनुहुन्छ भने यो भिडियोहरू ट्राभल गर्नुहुन्छ भने अगाडि नै होटल होमस्टेहरू चाहिँ बुक गरेर आउनुभयो भने चाहिँ अझ फार बेटर हुन्छ। अब यत्रो रात परिसक्यो आज हामी अब यहाँ अब भेज खाना खाएर अब आज हामी अब तपाईँहरूलाई डेस्टिनेसन